हाँसो पनि देखियो, धड्कन पनि महसुस भयो। सासको हरेक लय सम्झनामा बस्यो। ओठको मुस्कान पनि, आँखाभित्रको त्यो झल्को पनि। तर सत्य के हो भने अब एक अनौठो हेर्ने चाहना पलाएको छ। एक अनौठो महसुस गर्ने आकांक्षा जन्मिएको छ। जीवन बाँचिरहेको मान्छेको धड्कन कस्तो सुनिन्थ्यो होला? हरपल हाँसिरहेको उसको हाँसो कस्तो गुन्जिन्थ्यो होला? जिउँदो उसको सासको लय कस्तो चल्दो होला? चाहिएको पाउने र नचाहिएको सहने उसको सासको गति कस्तो होला? जीवनलाई साँच्चीकै जीवन ठान्ने उसको ओठको मुस्कान कस्तो झल्कन्थ्यो होला? परिस्थितिसँग जुझ्दै अघि बढ्ने उसको आँखाको चमक कस्तो झल्कन्थ्यो होला? बाँचिरहेको छु भन्ने उसले अघि बढ्दा उसको उपस्थितिको अनुभूति कस्तो हुन्थ्यो होला? उसको स्पर्शले जगाउने भाव कस्तो प्राणवान हुन्थ्यो होला? सबैलाई हेर्छु, सबैलाई सुन्छु, तर आफैलाई हेर्दा कस्तो अद्भुत अनुभव होला? आफैलाई सुन्दा कस्तो आत्मिक आनन्द होला? हेर्नु छ तर अब आफैलाई, महसुस गर्नु छ तर अब आफैभित्र। किनभने जिउँदो हुनु भनेको केवल धड्कन चल्नु होइन, सास चल्नु होइन। जीवन त तब हो जब तिमी साँच्चीकै बाँच्न थाल्छौ।